नेपालमा क्रिस्चियनहरूको प्रवेश आजभन्दा करिब 400 वर्ष अगाडि मल्लकालमै भएको थियो। भारत र तिब्बत आउजाउ गर्ने इसाई मिसनरीहरू मार्फत नेपालमा क्रिस्चियन धर्मको इन्ट्री भयो। भनिन्छ ईसापूर्व 1662मा ग्रुबर नामका क्रिस्चियन मिसनरी पहिलोपटक काठमाडौँ आएका थिए। नेपालमा सबैभन्दा पहिले पोर्चुगल र इटालीबाट मिसनरीहरू आएका थिए। इतिहासका विवरण अनुसार 1767 सम्म त काठमाडौँ उपत्यकाभित्र झन्डै 39 जना नेपालीले आफ्नो धर्म छाडेर क्रिस्चियन धर्म अपनाइसकेका थिए। इतिहासकारहरूका अनुसार मल्लकालमै काठमाडौँको बटुटोलमा एउटा चर्च पनि थियो। पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितेपछि उनले काठमाडौँमा रहेका इसाई मिसनरीहरूलाई देश निकाला गरे। इसाईहरू नेपालका लागि सेक्युरिटी थ्रेट भएपछि विक्रम सम्वत 1826 सालको माघ महिनामा पृथ्वीनारायण शाहले काठमाडौँमा रहेका क्रिस्चियन मिसनरी र धर्म परिवर्तन गरेर क्रिस्चियन भएका नेपालीहरूलाई देश निकाला गरिदिए। जानकारहरूका अनुसार त्यतिखेरसम्म 60 जना जति नेपाली क्रिस्चियन भएका थिए। नेपालबाट देश निकाला गरिएका नेपाली क्रिस्चियनहरू भारतको पटनामा गएर बसे। नेपालमा भएका इसाई मिसनरीहरूले भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनी अर्थात् ब्रिटिसका लागि सुराकीको काम गर्थे। मिसनरीहरू नेपालको शासन व्यवस्थामा नै आफ्नो पकड बनाउन चाहन्थे। मिसनरीहरूबाट नेपाललाई खतरा हुने देखेपछि पृथ्वीनारायण शाहले इसाईहरूलाई नेपालबाट निकाला गरिदिए। आजको जस्तो लिखित कानुन नभएको त्यो समयमा शासन व्यवस्थाको प्रमुख आधार धर्म थियो। धर्म नै कानुन भएको त्यो समयमा नेपालीहरूले कसरी धर्म परिवर्तन गरे त? विक्रम सम्वत 1700 को अन्त्यतिर नेपालमा प्लेग महामारी फैलिएको थियो। त्यतिखेर आजको जस्तो मोडर्न उपचार सिस्टम थिएन। त्यही महामारीको मौका छोपेर काठमाडौँमा रहेका मिसनरीहरूले बाइबल र येशूमा विश्वास गरेपछि रोग निको हुन्छ भन्दै मान्छेहरूको धर्म परिवर्तन गराए। अर्को रोचक कुरा के छ भने त्यतिखेर मिसनरी अर्थात् धर्म प्रचारक हुनका लागि केही अनिवार्य स्किल हुनुपर्थ्यो, जसमा सबभन्दा महत्त्वपूर्ण स्किल थियो डाक्टर र औषधिको ज्ञान। अर्थात् त्यतिखेर मिसनरी हुनका लागि डाक्टर र औषधिको एक्सपर्ट हुनै पर्थ्यो। मिसनरीहरू रोगले ग्रस्त भएका नेपालीको उपचार गरिदिन्थे र निको भएपछि येशूले रोग निको पारेका हुन् भन्ने भ्रम फैलाउँदै मान्छेको धर्म परिवर्तन गराउँथे। यस्तो भ्रम फैलाउँदै धर्मान्तर गराउने तरिका क्रिस्चियनहरूले आजसम्म छाडेका छैनन्। पृथ्वीनारायण शाहले मिसनरीहरूलाई देश निकाला गरेको करिब 200 वर्षपछि विक्रम सम्वत 2007 सालमा नेपाल प्रजातान्त्रिक प्रणालीमा प्रवेश गर्यो। प्रजातन्त्रसँगै नेपालबाट कहिल्यै नफर्किने गरी क्रिस्चियनिटी पनि छिर्यो।